यो जस्तो डरलाग्दो गुफा पोखरामा अरू कतै पनि छैन होला। यो हो पोखराको चमेरो गुफा। यहाँ मात्र 50 रुपियाँ टिकटले गुफा घुम्न पाइँदो रहेछ। गुफा एकदमै अँधेरो भएको भएर लाइट चाहिँ जसरी पनि लग्नु पर्ने रहेछ। गुफाभित्र तपाईले 100 भन्दा बढी चमेरोहरू देख्न पाउनुहुन्छ। गुफा यति सुनसान र अँध्यारो थिए कि म त छिर्नु अघि नै डराइसकेको थिएँ। जसो तसो गरी म गुफाभित्र त गएँ, तर एकछिनमा मेरो त सातो पुत्लो नै उड्यो, किनकि गुफा सोचे भन्दा भयानक डर लाग्दो थियो। त्यसैले म जुन बाटो आएँ त्यही बाटो फर्किने निर्णय गरेँ। तर एकैछिनमा अरू मान्छे देखेर म फेरि गुफाभित्र पसेँ। गुफामा सोचे भन्दा धेरै चमेरो देख्न पाउनुहुन्छ। गुफाबाट बाहिर निस्किने भने दुईटा बाटो रहेछ। एउटा भने एकदमै साँघुरो बाटो जहाँबाट निस्किन गाइडको सहायता नै छ। म भने जुन बाटो आएको थिएँ त्यही बाटो निस्किएँ। अनि तपाईहरू चमेरो गुफा जानुभएको छ? यदि जानुभएको छैन भने एकचोटि अवश्य जानुहोला।